गाइस वेलकम टु ब्लग चाहिँ आज चाहिँ तपाईँले आधी भिडियो चाहिँ सर्ट भिडियोमा हेर्नुभयो होला यस्तै एडिट हानेर हाल्दैछु त्यो हेर्नुभयो होला अनि यो फुल भ्लग हो हेर्न सक्नुहुन्छ अनि हाम्रो यहाँ हजुरबाको बाबा जन्मेको घर यति थियो अरे अनि त्यही भएर हामी आज यहाँ फुल पूजा गर्ने भनेर सबै जति हाम्रो खानदान छन् सबै यतै आउनुभएको छ हेर्न सक्नुहुन्छ तपाईँले सुदीप दाई हुनुहुन्छ ठुलबाबाहरू हुनुहुन्छ अङ्कलहरू पनि हुनुहुन्छ हेर्न सक्नुहुन्छ अनि यहाँ हजुर मिलन दाई यतै हुनुहुन्छ उता चाहिँ हाम्रो सबै मम्मी आन्टी ठुलमम्मी सबै उता हुनुहुन्छ सबै मिलेर यता बनाउँदैछौँ अनि हामी कुल पूजा गरेको यो चाहिँ हामीले याद राख्नुपर्छ जहिले पनि त्यही भएर मैले आज भ्लग बनाउँ आज चाहिँ यस्तो अब सबै सँगै छन् त्यही भएर मैले भ्लग बनाएको अनि यो दिन पनि हुन्छ अङ्कलले पनि अब आफ्नो के गर्नुपर्छ भनेर सबै एकजुट भएर यहाँ कुल पूजा गर्ने व्यवस्था गर्नुभएको छ हेर्न सक्नुहुन्छ सबैजना सँगै भएर पूजा गर्ने भन्नुभएको छ र आज एकदम रमाइलो र एकदम राम्रो फिल भइरहेको जहाँ हजुरबा जन्मिनु भएको थियो हाम्रो हजुरबाको बाबा पनि जहाँ जन्मिनु भएको थियो हामी त्यहीँ आएर कुल पूजा गर्न लाग्यौँ हेर्न सक्नुहुन्छ यस्तो पहाडको टुप्पोमा के भन्नु साइडमा टुप्पै भनौँ यस्तो कुहिरो लाग्यो कि हामी आउने बेला यस्तो स्याहाँ भएको थियो अनि अहिले चाहिँ ठिकै छु अनि यस्तो राम्रो जग्गा छ सुदीप दाइले पनि आफ्नो केही भनाइदिनु भएको छ म चाहिँ यस्तै भिडियो बनाएर बसिरहेको छु किनकि यो हाम्रो यादगार दिन हो यो हामीले सधैँभरि याद राख्नुपर्छ यस्तो चिज त मेन याद गर्नुपर्छ लगायत यतातिर चाहिँ सबै यहाँ ठुलो मम्मी आन्टी ठुलोबाबा भाइ बहिनीहरू सबै यतै हुनुहुन्छ अनि चाहिँ यस्तो यता हेर्न सक्नुहुन्छ सब कुहिरो छ कि यतातिर सब अनि त्यही उता छ नि जहाँ हामी तलदेखि यहाँ आछौँ क्या अलिक क्यामेराले के देखाएन होला यहाँ हामी उता तलदेखि यता आछौँ क्या अहिले अङ्कल रमेश कस्तो लाग्यो त तपाईँलाई एकदम अब कुल पूजा 60 वर्षपछि यो स्थानमा आइपुगेका छौँ एकदम खुसी छौँ रमेश अब म चाहिँ मम्मीले सामान दिन लानुभयो त्यही सामान लिन जान लाग्छु गाइस यता चाहिँ अब यहाँ सुन्नु चाहिँ सबैजना यता बेला गइसक्नु भयो अब पूजा गर्ने गऱ्यो त्यसपछि हामीले पनि यहाँ ल्याइसकेका छौँ पूजाको सामग्री अनि सुदीप दाइ पनि यता ल्याइसक्नु भएको छ तपाईँलाई के को टेन्सन छ यहाँ हल्का लजाउनु भयो अनि त्यही यता हेर्न सक्नुहुन्छ सबै दाइ चाहिँ खतरा हुनुहुन्छ वा भन्नुभयो लाइक कमेन्ट सब्सक्राइब चाहिँ गऱ्यो भाइकोबाट त्यो गरिदिनु होला त्यही हो हाम्रो चाहिँ पूजा भइसक्यो अनि यहाँ 200 उठाउनु भन्नुभयो त्यो म मम्मीसित पैसा माग्नु भएको थियो खैदाइ के बोलिदिनु भिडियोमा के भनिदिनु के कस्तो भइरहेको छ यता यहाँ हाम्रो पूजा चलिरहेको छ होइन गाइज खिरसिर बन्दैछ यहाँ अनि रमाइलो पनि भइरहेछ यहाँ भाइहरूसँग उतातिर हेर उतातिर पूजा चलिरहेछ यहाँ हामीहरू छोराहरू हामीहरू खिर बनाउन लागेको छ आगो नबोलेर फाटिसक्यो जोर गाइज यहाँ पुरी बनाउनको लागि मलाई अर्डर आइसकेको छ अब मलाई सेफ सोच्छन् कि के सोच्छन् फरक पर्दैन तर म यहाँ पुरी बनाउनको लागि अब आगो सागो बनाउँदैछु ल गाइज उतातिर मेरो हालत खराब भइसक्यो त्यो यता बस्छु अनि यताबाट हाम्रो डनहरू आउनुभएको छ पानी लिएर भाइहरू पुरा
दुगुर्दै एकदम स्पिडमा चाहिँ पूजा भेटियो। अनि अब जुत्ता लाएर अब टक्क त्यहाँ जान्छु, जहाँ छ नि उता टाढातिर त्यहाँ जाने हो, त्यही यो बस्ने। आज चाहिँ खै गइन्छ कि के थाहा छैन। अनि कुल देवताले बहुत पुऱ्याउनु भयो हामीलाई, सङ्घर्ष गर्न दिनुभयो। त्यो बाटोदेखि यहाँ अझै हेर्नु भयो नि, त्यहाँदेखि यहाँ आउन त ओहो, जिन्दगीमा मैले यति पसिना भएन जति अहिले भएको छु। अनि यहाँ चाहिँ खिर छ, अनि म खिर खान्छु। के बोले के छ थाहा बोले के बोले भाइ के बोले। ल गाइस अहिले चाहिँ म त बाटो पनि देखाउनु कि त्यो भएर बाबा पनि यही हो तपाईँ त हेर्न सक्नुहुन्छ। हामी चाहिँ यहाँ तल आइसकेका छौँ, अनि आदि चाहिँ माथि नै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। ल गाइस हेर्न सक्नुहुन्छ तपाईँले, बाटो चाहिँ यस्तो छ। हजुर यहाँ हाम्रो भाइ एउटा दुईचोटि चाहिँ धन्ने लोटेन क्या म उता माथिदेखि। ए भर्खर झुक्किँदो भएको के हुन्छ यसको पनि दबाई हुन्छ ग्यास्ट्रिकको। जान सक्छ उता माथिदेखि यता आएको त्यो खुट्टा दुख्यो। कोही 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 त उता पनि हुनुहुन्छ क्या। गाइस तपाईँले पनि बाटो हेर्न सक्नुभयो होला, मैले लगातार देखाइरहेको छु बाटो। अहिले चाहिँ हामी अहिले आधी बाटोमा मात्रै हौँ, हेर्न सक्नुहुन्छ आधी बाटो मात्रै हौँ। अनि पुरा अनि गाडी चाहिँ हाम्रो उतातिर हो, अनि उता जाने हो। अहिले गाडी चाहिँ त्यहीँ हुने अरे बाटो त यहाँ पनि राम्रो हल्का कुनै हल्का उता अगाडि हो कि कहाँ हो, हल्का ढुङ्गा छ कि त्यो भएर त्यहाँसम्म गएन। अनि बाटो चाहिँ राम्रै हो, हल्का त्यही गाह्रो हो बाटो पनि हेर्न सक्नुहुन्छ। अघि हामी उहाँ थियौँ त्यो टुप्पोमा, अहिले यता छौँ होइन। अनि यहाँ यस्तो भयो, अनि लास्टै थगे लाग्यो एकदम एकदम लास्ट थगे लाग्यो। अनि आज चाहिँ घर गइन्न जस्तो लाग्यो। अनि भोलि चाहिँ स्कुल जाने भनेर सोचिरहेको थिएँ, आज पुरा ढिलो भयो क्या। अन्त हामी कति बिहानै गएर कति 10-11 बजे 12 बजेतिर आएर फेरि एक दुई बजे सायद यस्तो सोचेको थिएँ। अहिले कति भयो होला 2 बजेर 42 भएको छ। त्यो भएर अहिले कहाँ जान सकिन्छ बा भेटिन्न क्या गाडी पनि। अहिले यस्तो हिँडेर नि पुरा खुट्टा पुरा दुखा थगेला। जे होस् आफ्नो के हजुरबा जन्मेको ठाउँ, बाबा जन्मेको ठाउँ, अनि बाबा खेलेको हजुरबाको बाबा सबै यही ठाउँमा बितेको छ सबै कुरा। यही हाम्रो हजुरबा सब यतै सानैदेखि खेलेको, खुसी भएको, अनि रमाइलो गरेको सबै यतै हो। उतापट्टि आउँदै हुनुहुन्छ। अनि म चाहिँ यस्तै भिडियो बनाउनको लागि यस्तै बसिरहेको छु, किनकि मैले अघि नै भिडियो नबनाऊँ जस्तो सोचिरहेको थिएँ। अनि हल्का भिडियो बनाऊँ, मेरो अब यस्तो यादगारको दिन हो आज बुलबुल, त्यही भएर यस्तो भिडियो बनायो। यो भिडियो बनाएर समय पछि पनि बहुत काम लाग्यो। हाम्रो हजुरबा जन्मेको
अनि कहाँ पूजा गरेको सबै थाहा हुन्छ कि त्यही भएर बाटो पनि हेर्नु न कस्तो त बाटो पनि कस्तो भयो त महसुस सहयोग गर्नुपर्छ एकछिन रोक्ने भिडियो बना त्यसपछि सहयोग गर्छु अनि हजुरबा पनि त्यही हिँड्नु भयो हामीसित ल गाइस जिप पनि यता आएको रहेछ अघि उता डाँडा थियो यो सहयोग भयो यति गरेर अब बसेर टक्क घरतिर चलिदिने आराम गर्ने आइसाल त बुलेट खै भाइ फेरि भन्नु त आइसाल के अरे ल गाइस हामी चाहिँ घर पनि आइसकेछौँ हेर्न सक्नुहुन्छ सबैजना यति हुनुहुन्छ सूर्योदय अनि चाहिँ अब हामी चाहिँ उता तल जान्छौँ मैले एकछिन पछि